सो यस फेरि पनि त्यही नयाँ जोसका साथ तर लोकेसन भने फरक सामान आइसकेको छ मेरो गोप्रोको बाहिरको सिल्ड लेट मी सो यु है त सो हियर इज इट भनौँ कि हियर इट इज जय शम्भो शिवजी धरतीमा आएको छौ धेरै पछि ढिलो गर्ने होइन क्या पक्का अब हानिदिने हो यस्तो गरेर टक्क लाएर यसलाई कस्तो निकाल्दैन त वाह रे वाह कसरी हो Wait. So as guys, this is the final look. So as guys, we are ready. We are ready to go on a ride, on a short ride. Garaideu. Abi! अलि अगाडि आऊ नमस्ते एभ्रिवान फेरि पनि नयाँ भिडियोको साथमा म हजुरहरु सामु आइसके सो राइट नाउ आई एम एट माई अबे जल्दी बोल कल सुबह पनवेल निकलना है नाउ आई एम एट माई खेत लेट मी शो यु माई खेत दिस इज द खेतलाई के भन्छ अरे इङ्ग्लिसमा जिस के भन्नुहोस् मलाई बाल छैन सो अहिले चाहिँ म खेतमा आएको छु किन आएको छु भन्ने कुरा अब एकछिनपछि देखाउँछु सो दुईटा भिडियो हालेँ मैले लगातार नभनौँ भिडियो चाहिँ लगातार बनाएँ 2 दिनको ग्यापमा चाहिँ दुईटा भिडियो हालेँ रेस्पोन्स राम्रै आइरहेछ जस सुरुमा 70-80 भ्युज भन्ने त मेरो लागि राम्रै हो सो त्यही हो अहिले चाहिँ गोप्रो ल्याउनु भएन मैले जस्ट हतार थियो अनि आजको काम भनेको चाहिँ जस्ट यो गरेको पनि लगभग 1 वर्ष हुन लाग्यो यो यिनीहरू टमाटरहरू फलाएको अनि उता साइडमा फेरि दुईटा ठाउँ खाली थियो अनि आजको काम भनेको हाम्रो यो प्लास्टिक लाउने हुन्छ प्लास्टिक लगाएको प्रोसेसहरू देखाउँछु हजुरहरूलाई फुल प्रोसेस है त टमाटर कसरी लाउँछन् के गर्छन् भनेर सो स्टे ट्युन है त सो राइट नाउ चाहिँ म आफ्नो गाडीमा छु अनि यसलाई चाहिँ हल्का मोडिफाई हान्दिउँ भन्ने हो
यो लेखेकोलाई सबै निकालेर अर्को आफ्नो स्टाइलमा लेख्ने, त्यसलाई भने निकाल्ने। अनि यो त ठिकै छ, यो त निकाल्न नि मिल्दैन, जस्ट निकाल्न त मिल्छ बट पर्मानेन्ट टाइपको छ। अनि अरू भनेको यसको यो कभर हाल्ने, अनि ट्याक्क एउटा यहाँ गोप्रो अड्याउँछु, गोप्रो अड्डाउनलाई पनि चाहिँ एउटा कुनै जुगाड गर्छु, ट्याक्क यहाँ गोप्रो अड्डाउने, अगाडिको भ्यूहरू देखाल्ने। सो आफ्नो गाडीमा बस्नुको मजा नै छुट्टै छ। अनि आजको काम भनेको यो ठाउँमा र तलको ठाउँमा हुनेछ, जुनमा चाहिँ हाम्रो आजको प्रोसेस भनेको प्लास्टिक लाउने मात्रै हुन्छ होला सायद, जहाँसम्म लाग्छ मलाई। जे जे हुन्छ स्टे ट्युन, त्यही हो। मलाई चाहिँ ओभर एट वाले लगाएर म चाहिँ भर्खरै घर गएर आएँ। अब आनन्द आयो, फ्रेस भयो मुड। अब चाहिँ टक्क लगाएर जे कामको लागि आइयो त्यही काम गर्ने, मस्त पाराले त्यही काम गरिन्छ। त्यही काममा मात्रै ध्यान भयो, फोकस भएपछि चाहिँ अरू कुरामा पनि अलिकति मोटिभ आउँछ क्या। केही काम गर्न लाग्छ भने चाहिँ फुल्ली फोकस त्यही काममा हुनु पऱ्यो क्या। म त बिचबाट आइदिएँ त यार खेतको। सो अब गएर म ठ्याक्कै त्यही काम गर्छु। अनि अब हेरौँ कस्तो हुन्छ। आजको भिडियो टोटल्ली फुल्ली लाइक फार्मर टाइपको हुन्छ। सो त्यही हो।